video is composed by Pat Team Collection. अहिले भने हाम्रो छोटो जब 5 मिनट अघि एउटा टिमले चाहिँ हामी वेलकम गर्नेछौँ र अम्फालीको माइक्रोफोन हाम्रो जीवन परिवारलाई म दिन चाहन्छु। आफैमा एउटा राम्रो कलाकार अमृतजी र उपस्थित सम्पूर्ण महानुभावहरू, साना साना भाइ बहिनीहरू र अभिभावकज्यू र यता अगाडि बसिरहनु भएको विशिष्ट व्यक्तित्वहरू सबैमा मेरो तर्फबाट नमस्कार र हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। र आज सञ्चालन भइरहेको यो फार वेस्ट लिटिल स्टार सिजन 1 जो सञ्चालन भइरहेको छ, यो एकदमै राम्रो प्रोग्राम, क्रिएटिभ प्रोग्राम, जो अर्गनाइजर टिमलाई पनि म धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। यो सुदूरपश्चिममा विशेष गरी धनगढीमा यो खालको राम्रो प्रोग्राम उहाँहरूले गर्दै हुनुहुन्छ। यसमा धेरै भनौँ न हेर्दाखेरि सामान्य लागे पनि यो प्रोग्राम अर्गनाइज गर्दाखेरि, सञ्चालन गर्दाखेरि र लास्ट स्टेजसम्म जाँदाखेरि धेरै व्यक्तित्वहरूको आर्थिक रूपमा, भौतिक रूपमा भनौँ न सहकार्यको आवश्यकता पर्छ। उहाँहरूसँग छु भन्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु अमृतजीसँग। र म एउटा थोरै गीत सुनाउँछु र आज जो पर्फर्म गर्ने साना साना नानी बाबुहरूले पनि म अग्रिम शुभकामना व्यक्त आफ्नै काटी छोरालाई भोटो, इष्टकोटा आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो, पढाइ लेखाइ ठुलो मान्छे बनाउने गाउँमै बित्यो आफ्नो जीवन पुगो छोरा सहर, बाउबाजेको पालादेखि यो सारङ्गी रेटेरे नै चलिरहेछ जिन्दगी, जानिन मैले नि यो भन्दा अरू त छोराले चाहिँ अब नहिँडोस् मागी, भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी, भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी, पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु, हालेर काँधे कुरी, हालेर काँधे कुरी। पर्फर्म गर्ने भनेको एउटा आफ्नै गर्वको कुरा हो र नानीलाई नेक्स्ट राउन्डमा चाहिँ म वेलकम गर्न चाहन्छु। इन्टरनेशनल स्कुलको तर्फबाट हामी Hello everyone, I am Arab Doshi. I am 7 years old.
रोकेर बोल्नु भएको थियो त्यो चाहिँ अलि एकदम मलाई जस्तो लाग्यो बोल्दाखेरि चाहिँ कन्टिन्यू साथ दिएर चाहिँ बोल्नुपर्ने जस्तो थियो होइन अरू चाहिँ भाइको पर्फर्मेन्स चाहिँ राम्रो छ त्यो धेरै धन्यवाद हाम्रो भाइलाई आफ्नो सर्टिफिकेट लगेर गइदिनु हुन हार्दिक अनुरोध गर्न चाहे र मलाई आशा छ उहाँ नर्भस हुनुभएको थियो जस्तो लाग्यो मलाई र धेरै धेरै धन्यवाद छ हाम्रो मिसलाई र फेरि पनि उहाँलाई जोरदार ताली बजाउँ। For the question, sir. Good morning, everyone. Let me introduce myself. My name is Prisa Kesi and I read in class 5. My school name is Axis Vidyashram. It is located in Dhangadi by Vasantpur. My favorite color is black. My favorite food was momo. It is very tasty and very big. My favorite person is my mom and dad. My mom dad always support me in every time. Thank you. नेक्स्ट टाइम यो भन्दा पनि एकदमै राम्रो गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वासमा रहेका छौँ र नेक्स्ट टाइमको लागि एउटा सानोतिनो कमी कमजोरी त हुन्छ नै सानो नानी हुन्छ होइन मोडल हुनुहुन्छ हाम्रो अनु खड्काजीलाई पनि आसन ग्रहण गरिदिनु हुन जोरदार तालीको साथ सम्मान व्यक्त गर्न चाहन्छु म हाम्रो टिमको सिकर टिमको तर्फबाट धेरै धन्यवाद छ उहाँले र अब भने म स्टेजमा निम्त्याउन चाहन्छु ढिलो नभएर पुनः रोकायाजीलाई स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु पुनः रोकायाजी स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु जुन चाहिँ आरक्षणबाट हुनुहुन्छ पुनः रोकायाजी को लागि चाहिँ तपाईँलाई वेलकम छ है जोरदार तालीको साथमा My name is Saud. I read in class 1. My school name is Kobita International Academy. I like to dance and singing. Thank you. महिला हाम्रो कान्ति म्यामलाई माइक्रोफोन दिन चाहन्छु एकैन अनुश्री हेलो अनुश्री त हाम्रो एकदमै प्यारी गुडिया होइन कति राम्रोसँग बोल्नुभयो नेक्स्ट टाइम योभन्दा पनि राम्रो हुन त कमी कमजोरीहरू भनिदिनु राम्रो हुन्छ होइन तर नभन है छैन नि त होइन एकदमै राम्रो गर्नुभएको छ नेक्स्ट टाइमको लागि वेलकम कम हियर एन्ड टेक योर सर्टिफिकेट Good afternoon, everyone. I am Adit Doshi from grade 2. My school's name is Daksha International School. My favorite color is red. I live in Dhangadi. Thank you, everyone. धन्यवाद हाम्रो आरुष जोशीजीले पर्फर्म गर्नुभएको छ र हाम्रो शैलजाजीलाई कस्तो लाग्छ भन्दै गर्दा हेलो आरुष हाउ आर यु आरुषको पर्फर्मेन्स चाहिँ एकदम राम्रो थियो होइन कन्फिडेन्स लेभल पनि एकदम हाई थियो त्यसै गरी नै अगाडिको राउन्डहरूमा चाहिँ पर्फर्मेन्स दिन्छ भन्ने चाहिँ मैले आशा गरेको छु नेक्स्ट राउन्डको लागि चाहिँ वेलकम छ है तिमीलाई अब 07 नम्बर रहेको छ उहाँको निलम बोहराजीलाई चाँडो स्टेजमा आइदिनु र हार्दिक अनुरोध गर्दछु निलम बोहराजी खोइ त ताली चाहिन्छ है त Hello everyone, my name is Neela Bora. I read class 1. I am 7 years old. My school name is Kobita International Academy. I live in Dhangadi. My father name is Sabam Bora. My mother name is Parvati Bora. I like to sing and dancing. My favorite color is pink. Boys हेलो निलम कस्तो लागिरहेछ निलमलाई सेलेक्ट हुनुहुन्छ कि हुनुहुन्छ जस्तो लागिरहेछ यति राम्रोसँग
नेक्स्ट टाइम अझ राम्रो गर्ने है हुन्छ नि फर्स्ट टाइम नर्भस त तपाईँ पनि हुन्छ ठुलै मान्छेलाई त हुन्छ न सानो नानीलाई त नहुने कुरै छैन होइन नेक्स्ट टाइम अझ राम्रो गर्नुपर्छ है त ल हजुरलाई नेक्स्ट राउन्डको लागि वेलकम कम हियर व्यक्त गर्न चाहन्छु हामीको लिटिल फर्स्ट लिटिल स्टार जुन चाहिँ हाम्रो अडिसन सिजन 1 रहेको छ र हाम्रो अडिसन पनि हाम्रो दोस्रो रहेको छ यहाँ चाहिँ र एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु फेरि पनि सम्पूर्णलाई र अब भने म ढिलो नगरेर हाम्रो 08 नम्बरलाई स्टेजमा बोलाउन चाहन्छु र हाम्रो 08 मा हुनुहुन्छ तमन्ना रोकाजी उहाँ चार स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु र अघि हाम्रो जीवनजीले पनि भनिसक्नु भयो है 1 मिनटसम्म यसो हल्का लामो गर्न बोल्नु होला भनिसक्नु भएको छ यसो Class 3. My mother name is Meena Sapkota Rokaya. My father name is Tej Bahadur Rokaya. My favorite teacher name is Anita Chanda. My favorite color is pink. My school name is Covida International Academy. Thank you. धन्यवाद उहाँलाई पनि एकदमै राम्रो गर्नुभएको छ तमन्ना जोरदार ताली बजाइदिनु होला फेरि पनि उहाँको लागि My school name is Covida International Academy. My father name is Sadra. My mother. And how are you feeling right now? What? Okay. So you are only thinking that you are selected, which is true. And you must say confidence level पनि यहाँको लागि मलाई राम्रो छ हैन अनि नेक्स्ट राउन्डको लागि सिलेक्ट भएको छ कङ्ग्रेचुलेसन वेलकम टु नेक्स्ट राउन्डको लागि Hello everyone, my name is Rani Mahata. I live in Suratgarh. I am 8 years old. I live in Suratgarh. My school name is Covida International Academy. My mother name is Rani Mahata. My father name is धन्यवाद उहाँलाई पनि हाम्रो मौसमीजीलाई र अब भने हाम्रो आजको अन्तिम हुनुहुन्थ्यो र हाम्रो सबै हाम्रो जो सहभागी हुनुहुन्थ्यो भाइ बहिनी
म स्टेजमा बोलाउन चाहन्छु। अब भने पालो रहेको छ तपाईँको माझमा जुन चाहिँ फ्लावर्स लिटिल स्टार अडिसन हामीहरूको सिजन 1 रहेको थियो। अब भने पालो रहेको छ दिवान्सी बोहरा, जसलाई जोरदार तालीको साथमा स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँलाई जोरदार ताली बजाएर स्टेजमा आगमन गर्दछौँ। उहाँको प्रस्तुति कस्तो लाग्यो म शैलजा राव म्यामलाई सोध्न चाहन्छु। Hello Devanshi, you are looking very beautiful. देवांशीको पर्फर्मेन्स चाहिँ एकदम राम्रो थियो, कन्फिडेन्स लेभल पनि राम्रो थियो होइन। नेक्स्ट राउन्डमा चाहिँ अझै राम्रो गर्छु भन्ने मैले आशा गरेको छु। अहिलेलाई चाहिँ नेक्स्ट राउन्डको लागि चाहिँ वेटिङ छ है। रिजीलाई स्टेजमा जोरदार तालीको साथमा उहाँलाई हामी स्टेजमा निमन्त्रण गर्दछौँ। Hello everyone, my name is Anushka Kottari. I read in class 3. My school name is Kovitan Nursery Academy. My mother name is Gita Kottari. My father name is Shankar Kottari. My favorite color name is pink. I love singing and dancing. Thank you. धेरै धन्यवाद। हाम्रो अनुष्का कोटारीजी हुनुहुन्थ्यो र उहाँको पर्फर्म कस्तो लाग्यो हाम्रो कान्ति म्यामलाई म सोध्न चाहन्छु। हेलो अनुष्का, नमस्ते। सन्चै हुनुहुन्छ नि? अनुष्का एकदम राम्रो गर्नुभएको छ अनुष्काले होइन। अब यो त अडिसन राउन्डको हल्का नर्भस त हुन्छ होइन। नेक्स्ट टाइममा यो भन्दा पनि राम्रो गर्नुहुन्छ नि होइन। हामीलाई पुरा आशा छ, विश्वास छ। त्यही भएर नेक्स्ट राउन्डमा अझ राम्रो गर्नुहोस् भन्दै नेक्स्ट राउन्डको लागि वेलकम है त। Thank you.
यसको लागि अब सँगसँगै गाउनुहोस् ल अनि म राम्रो लाग्छ नि सबै गाउनु ल आउट आउट सासी होइन म त तिम्रो साथले बाँचेको तिमी आफै हेरेर मेरो ओठमा तिमी हाँसेको भन्ने लाइन छ हुन्छ स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु र जोरदार ताली बजाइदिनु हुन पनि विनम्र अनुरोध गर्दछु Thank you for the question, sir. My name is Agya Cheral. I read in class 4. I am 10 years old and I live in Tangadi Trikailali. My mother name is Nita Bohra and my father name is Nita Cheral. My parents always support me. My hobbies are dancing, singing and acting. I live in Tangadi Trikailali. Thank you. धेरै धेरै धन्यवाद छ उहाँलाई पनि अब भने उहाँको निम्त्याउन चाहन्छु आकांक्षा जोशीजी Hello everyone, my name is Akansha Joshi. I am 8 years old. I live in Dhangari 2, Chauraha, Kailali. I read in class 2. My school name is Kobita International Academy. My father name is Surendra Prasad Joshi. My mother name is Prakriti Joshi. My hobbies are singing and dancing. I want to be a teacher. Thank you. एकदमै धेरै धेरै धन्यवाद छ उहाँलाई पनि एकदमै राम्रो बोल्ने क्षमता भएको जस्तो मलाई चाहिँ लाग्नुभयो र यति सानो उमेरमा यतिको ठुलो हामी पनि सक्थेनौँ है त धेरै डर लाग्थ्यो हामीलाई पनि र अब भने म हाम्रो माइक्रोफोनमा दिन चाहन्छु हाम्रो शैलजा रावलजीलाई उहाँको नाम रहेको थियो आकांक्षा जोशीजीको तपाईँलाई कस्तो लाग्यो Hello Akansha. I think your performance is very good, confidence level is also very good and I hope you will तिमीले आफ्नो सुधार्नुपर्ने कुराहरू चाहिँ अर्को लेभलमा सुधार्छ होला होइन कमी कम्प्लेन त सबैमा हुन्छ I would like to welcome you in next level. Welcome. हातमा राखेको थाली बजाइदिनु जोरदार ताली Hello everyone, my name is Sambhavi Sai. I read in class 1. My school name is Kobita International Academy. I am 7 years old. My father name is Mohendra Bahadur Sai. My mother name is Jyoti Chan. I like to dancing, singing and writing. धेरै धेरै धन्यवाद हाम्रो सम्भवी शाहीजीलाई जोरदार ताली बजाइदिनु होला फेरि पनि एकचोटि हेलो सम्भवी कस्तो गर्नुभयो नि हजुरले कस्तो लागिरहेछ सेलेक्ट हुनुहुन्छ हो ओहो पुरा कन्फिडेन्ट छ त है ल कन्फिडेन्ट सधैँ पोजिटिभ नै हुनुपर्छ होइन हजुर नेक्स्ट राउन्डका लागि सेलेक्ट हुनुभएको छ कङ्ग्रेचुलेसन्स
एकदमै क्युट हुनुहुन्छ। मलाई आशा छ तपाईँ इन्ट्रोडक्सनदेखि लिएर हबी पनि भनिदिनु होला है। Hello everyone, my name is Dilpaka. I read in class 2. I am 8 years old. My school name is Covida International Academy. My father name is Dr. Gata. My mother name is Parvati Dilpaka. My hobbies are singing. Thank you. धेरै धेरै धन्यवाद। उहाँले हबी सिङ्गिङ भन्नुभएको छ। गीत गाउनुहुन्छ? गीत गाउने हो? हबी सिङ्गिङ भन्नुभयो नि, गीत गाउनु है एउटा? ओके हुन्छ, सुनौँ न एउटा गीत है। एकचोटि पनि नबिगारेर कन्टिन्युसली दिनुभएको छ, मैले पनि नोटिस गरेँ है। लास्टमा हल्का कन्फ्युजहरू भएको थियो, त्यसलाई पनि उठाइहाल्नुभयो। एकदमै राम्रो गर्नुभएको छ। मलाई आशा छ उहाँले एकदमै राम्रो गर्नुहुनेछ भन्ने मैले आशा गरेको छु। र उहाँको हाम्रो दिलीप खड्काजीको पर्फर्मेन्स तपाईँले कस्तो लाग्यो? उहाँले गीत पनि गाइसक्नु भएको छ होइन, यति राम्रो हुनुहुन्छ। हेलो दिलीप, कति राम्रो गीत गाउनु भएको, एकदम राम्रो गीत गाउनु होइन। र तपाईँको पर्फर्मेन्स पनि त्यति नै राम्रो थियो, अझै अर्को लेभलमा चाहिँ राम्रो गर्नुहुनेछ भन्ने मैले आशा गरेको छु। नेक्स्ट टाइमको लागि चाहिँ वेलकम छ है। You are one song in front of you. No, no, mahina कोखमा राखी तिमीले ढुकिरायौ मलाई यो संसारमा बोकी। जति कठिन परिस्थिति आए पनि तिमीले हुँदैनौ आमा केही पनि। तिम्रो माया र ममता पार म सम्झिनेछु जहिले तिम्रो साथ। मायाको आभारमा सम्म बाँचिरहे आफ्नो काँधमा शिर राखी हल्लायो सुताउन। रुयो फेरि पनि बिउजियो आधा रातमा। हात समाई सिकायो हिँड्न दौडिन। आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता पार। म सम्झिनेछु जहिले तिम्रो साथ। जम्मा पाउमा यदि बाटो गल्ती भए तिम्रो मायाको आधारमा आजसम्म बाँचिरहे। जम्मा पाउमा हार्दिक अनुरोध गर्दछु सबैले जोरदार तालीले उहाँलाई स्वागत गरौँ। मेरो माया नहुँदा पनि डाँडै परी मेरो वर्षौँ बिना नै बिति गयो। कहिले हुने हो सनम? आज बजे हुन्छ मलाई तिम्रो भन्छ तिम्रो भन्न जाने म। Let's begin Srina Khati. Hello everyone, my name is Srina Khati. I live in IK3. My school name is Dakshi International School. My favorite color is red. Thank you. अडिसन दिनुभएको छ, उहाँले आफ्नो इन्ट्रोडक्सन दिनुभएको छ है। हाम्रो श्रीना खातीजी, तपाईँले कस्तो लाग्यो उहाँको? श्रीनाजी थ्याङ्क यू। बधाई। श्रीना कति मिठो नाम है। श्रीमा श्रीना अलिअलि बिर्सिनु भयो है।
नेक्स्ट राउन्डमा गएपछि अझै कन्फिडेन्ट के हुन्छ बढ्छ होइन फर्स्ट टाइम त नर्भस हुन्छ नै जसलाई पनि त हुन्छ नि होइन र ठुलो मान्छेलाई पनि हुन्छ सानो मान्छेलाई पनि भयो होइन अब नेक्स्ट टाइम नर्भस लेभल अब के गर्ने त डाउन गरेर कन्फिडेन्ट लेभललाई हाई गर्ने है नेक्स्ट राउन्डको लागि वेलकम छ कङ्ग्रेचुलेसन्स हाम्रो जोरदार तालीको साथमा उहाँलाई वेलकम गरौँ स्टेजमा। ओके, धेरै धन्यवाद छ हाम्रो ऋतुजीलाई र अब भने हाम्रो उहाँ अन्तिम हुनुहुन्थ्यो ऋतु मल्लजी आजको र कोही अब्सेन्ट हुनु भएको छ कोही बाँकी हुनुहुन्छ कसैको नाम छुटेको छ मौसमीजी हुनुहुन्छ है ओके हामी एकैछिनमा तपाईँको पनि लाग्दैछौँ र अब भने म फेरि विनम्र नगरेर मौसमीजीलाई स्टेजमा निमन्त्रण गर्न चाहन्छु आजको लास्ट हुनुहुन्छ हाम्रो मौसमीजी चाँडो And how are you feeling right now? What? Okay. So you are only thinking that you are selected, which is true. And people say confidence level पनि यहाँको लागि मलाई राम्रो छ हैन अनि नेक्स्ट राउन्डको लागि सिलेक्ट भएको छ कङ्ग्रेचुलेसन वेलकम टु नेक्स्ट राउन्डको लागि Thank you.